नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ। आज म डिस्क्राइब गर्दैछु ब्याङ्किङ टपिक्स रेमिटान्सको बारेमा। के हो रेमिटान्स? आउनुहोस् बुझौँ है त। सामान्यतया रेमिटान्स भनेको ब्याङ्कले गर्ने एउटा महत्त्वपूर्ण काम जुन हरेक कस्टमरको लागि, हरेक व्यक्तिको लागि धेरै लाभदायक छ। ब्याङ्कको लागि पनि लाभदायक छ र देशको अर्थतन्त्रको लागि पनि महत्त्वपूर्ण छ। रेमिटान्स भन्नाले स्वदेश तथा विदेशमा काम गरिरहेका व्यक्तिहरूले काम गरेर कमाएको रकम ब्याङ्किङ प्रणालीको प्रयोग गरेर नियमबद्ध ढङ्गले उनीहरूले तोकेको व्यक्तिलाई नगदै वा ब्याङ्किङ खाता मार्फत भुक्तानी गर्ने अथवा रकम एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नको लागि अपनाइने समग्र प्रक्रियालाई रेमिटान्स भनिन्छ। नेपाल राष्ट्र ब्याङ्क विप्रेषण कारोबार विनियमावली 2079 अनुसार रेमिटान्स भन्नाले विदेशमा गएर काम गर्ने नेपालीहरूले कमाएको रकम विदेशी परिवर्तन मुद्रा, नेपाल राष्ट्र ब्याङ्कले तोकेको परिवर्तन विदेशी मुद्रा को आधारमा स्वदेश भित्राए नेपालीहरूलाई नेपाली मुद्रामा वितरण गर्ने कार्यलाई जनाउँछ। साथीहरू, के हो विप्रेषण भन्नाले एक स्थानबाट अर्को स्थानमा रकम वा कोषको स्थानान्तरण गर्ने प्रक्रियालाई विप्रेषण भनिन्छ। विप्रेषण सामान्यतया दुई प्रकारका हुन्छन्: आन्तरिक विप्रेषण, बाह्य विप्रेषण। आन्तरिक विप्रेषण भनेको साथीहरू एउटै देशमा एक स्थानबाट अर्को स्थानमा रकम स्थानान्तरण गरिन्छ भने त्यसलाई आन्तरिक विप्रेषण भनिन्छ। बाह्य विप्रेषण भन्नाले एक देशबाट अर्को देशमा रकम स्थानान्तरण गरिन्छ भने त्यसलाई विदेशी विप्रेषण अर्थात् बाह्य विप्रेषण भन्ने गरिन्छ। साथीहरू, स्पेसली मैले नेपाल बैङ्क लिमिटेडको सन्दर्भमा म व्याख्या गर्न गइरहेकी छु। विप्रेषणका विभिन्न माध्यमहरू हुन्छन्। नेपाल बैङ्क लिमिटेडमा प्रयोग गरिने विप्रेषणलाई आधारित मानेर मैले विप्रेषणको व्याख्या गरिरहेकी छु। विप्रेषणका माध्यमहरू ड्राफ्ट, आरटिजिएस, एनुअल रेमिट र स्विफ्ट कोड रहेका छन्। ड्राफ्ट भनेको के हो बुझौँ है त साथीहरू। ड्राफ्ट भन्नाले कुनै एउटा बैङ्कले अर्को बैङ्क वा वित्तीय संस्थालाई, अर्को बैङ्क वा अर्को सोही बैङ्कको शाखा वा अर्को बैङ्कलाई तोकेको रकम तोकेको व्यक्तिलाई भुक्तानी दिनु भनी जारी गरेको, लिखित रूपमा जारी गरेको वित्तीय आदेश पत्रलाई ड्राफ्ट भनिन्छ। यो विप्रेषणको एउटा माध्यम हो। त्यस्तै गरेर अर्को माध्यम छ स्विफ्ट। स्विफ्ट के हो साथी हो? स्विफ्ट भनेको सोसाइटी फर वर्ल्ड वाइड इन्टरब्याङ्क फाइनेन्सियल टेलिकम्युनिकेसन, स्विफ्टको पुरा रूप हो। यो विप्रेषणको अत्यन्तै सुरक्षित, भरपर्दो र प्रभावकारी माध्यम हो। यसले चाहिँ संसारभरिका जुनसुकै देशबाट रकम जुनसुकै देशमा सजिलै स्थानान्तरण गर्न सकिन्छ। त्यस्तै अर्को छ विप्रेषणको माध्यम आरटिजिएस। आरटिजिएसको पुरा रूप के हो भने साथीहरू रियल टाइम ग्रोस सेटलमेन्ट। यसले कसरी काम गर्छ भनेपछि एउटा छुट्टै सफ्टवेयर हुन्छ, छुट्टै प्लेटफर्म हुन्छ। अनि नेपाल राष्ट्र ब्याङ्कको निर्देशनमा स्थापित क्लियरिङ हाउस एनसिएचएल, नेपाल क्लियरिङ हाउस लिमिटेडले एउटा छुट्टै प्लेटफर्म दिएको हुन्छ। त्यसको सपोर्टमा यसले काम गर्छ। यसको लागि पैसा भुक्तानी गर्न चेक चाहिँदैन। रकम एउटा ब्याङ्कबाट अर्को ब्याङ्कमा सजिलै रकम स्थानान्तरण गर्न सकिन्छ। यो अत्यन्तै महत्त्वपूर्ण, प्रभावकारी, सहज र सरल रकम स्थानान्तरणको माध्यम हो। त्यस्तै गरी अर्को रकम स्थानान्तरणको माध्यम छ नेपाल बैङ्क लिमिटेडमा एनुअल रेमिट। एनुअल रेमिट अन्तर्गत
स्वदेश वा विदेशमा रकम स्थानान्तरण गर्न सकिन्छ। सहजै नगद रूपमा कस्टमरलाई वा सरकारवालालाई रकम भुक्तानी पनि गर्न सकिन्छ वा सरकारवालाको खातामा रकम जम्मा गरेर पनि रकम स्थानान्तरण गर्न सकिन्छ। साथीहरू, विप्रेषणको बारेमा त हामीले छलफल गऱ्यौँ होइन। अब हामीलाई त कस्तो लाग्यो भने विप्रेषण भनेको विदेशबाट पैसा आउने हो, यसले त हामीलाई मालामाल बनाउँछ भन्ने सोच्यौँ होइन। हो, केही हदसम्म राम्रो पनि हो। यसले हाम्रो देशको अर्थतन्त्रलाई बलियो बनाउन, मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। यसले देशको कुल गृहस्थ उत्पादनमा धेरै ठुलो हिस्सा ओगटेको छ। यसको कुल गृहस्थ उत्पादनमा विप्रेषणको योगदान अत्यन्तै ठुलो महत्त्वपूर्ण योगदान रहेको छ। तर अनि विप्रेषणले आर्थिक इन्कम बढ्दै जाँदा, देशमा अर्थतन्त्र बलियो बनाउँदै जाँदा हामीले मक्ख पर्ने मात्रै अवस्था छैन। यसका कमजोर पक्षहरू पनि त्यतिकै रहेका छन्। विप्रेषणले कतिपय स्थानमा, कतिपय ठाउँमा अथवा कतिपय एङ्गलबाट विश्लेषण गर्दा विप्रेषणको नकारात्मक प्रभाव पनि परेको छ। यसले चाहिँ ब्रेन ड्रेन अथवा देशमा रहेको अत्यन्तै ऊर्जाशील, क्षमतावान, दक्ष जनशक्ति चाहिँ विदेश पलायन हुने यो एकदम विकराल समस्या रहेको छ। देशमा हुनहार युवाहरू दिनानुदिन विदेश गइरहेका छन्। यो चाहिँ पक्का पनि राम्रो लक्षण होइन साथीहरू। त्यस्तै गरेर अर्को के छ भने विदेशबाट पैसा आउँदाखेरि त्यो आएको रकम अनुत्पादनशील क्षेत्रमा लगानी हुने, अनावश्यक रूपमा खर्च हुने र उत्पादनशील क्षेत्रमा लगानी गरेर आउटपुट बढाउने, इन्कम जेनेरेट गर्ने खालको प्रोडक्टिभ सेक्टरमा लगानी गरेर रोजगार दिने, स्वरोजगार दिने भन्दा पनि अनावश्यक, अनुपयोगी र उपभोग्य सामग्रीहरूमा चाहिँ बढीभन्दा बढी खर्च हुने प्रवृत्ति जुन छ, त्यसले चाहिँ त्यति धेरै बेनिफिट देखिँदैन। त्यो सर्ट टर्मको लागि एउटा आवश्यकता पुरा गरे जस्तो देखिन्छ, तर लङ टर्मको लागि यसले चाहिँ जति प्रभावकारी फाइदा लिन सक्नुपर्ने हो विप्रेषणबाट त्यति लिन सकिएको छैन। त्यस्तै गरी साथीहरू, अब नेपालीहरू आफ्ना बुवा आमाले आफ्ना छोराछोरीलाई विदेश पठाउँदा त्यो दूरी टाढा हुँदा जुन एउटा माया ममता पाउनुपर्ने हो बुवा आमाले छोराछोरीबाट, छोराछोरीले बुवा आमाबाट जुन माया ममता पाउनु, त्यो ग्याप हुँदा त्यसले पनि पक्कै पनि नराम्रो प्रभाव पर्छ, नराम्रो असर हुन्छ, एउटा मानसिक समस्याहरू देखा पर्छन्। त्यो पनि छ एउटा। अनि अर्को कुरा के छ भने विदेशबाट धेरै एक्सपेन्सिभ लग्जरियस सामानहरू आयात हुने प्रवृत्ति पनि बढी छ, आयात बढ्छ, त्यसले पनि नराम्रो असर देखा पर्छ। त्यस्तै गरी साथीहरू, विदेशमा गएका युवाहरू नेपाल फर्किँदा सकारात्मक र नकारात्मक दुवै प्रभाव लिएर आएका हुन्छन्। पक्का पनि उनीहरूले नयाँ ज्ञान, नयाँ सिप, नयाँ जोस जाँगर, ऊर्जा लिएर आएका हुन्छन्। त्यसलाई स्वागत योग्य छ, त्यो राम्रो पक्ष हो। तर अर्को नराम्रो पक्ष के छ भने कहिलेकाहीँ कुरीति, कुसंस्कार, एउटा झैझगडा निम्त्याउने, एउटा विकृतिहरू फैलाउने त्यो प्रवृत्तिहरू पनि त्यतिकै रहेको छ। त्यो चाहिँ एउटा नकारात्मक असर हो। साथीहरू, विप्रेषणमा निर्भर रहनु पक्कै राम्रो होइन। देशमै बसेर केही देशको लागि योगदान दिन सक्नु, देशमै रोजगार सिर्जना गर्न सक्नु, देशमै आम्दानी बढ्ने क्रियाकलापहरू बढ्नु अत्यन्त जरुरी छ। यसको लागि सरकारले पनि कसरी हुन्छ, नीति निर्माण तहका व्यक्तित्वहरूले सोच्नु जरुरी छ। तैपनि विप्रेषणलाई नराम्रै भन्न खोजेको चाहिँ होइन। विप्रेषण राम्रो पक्ष पनि हो, राम्रो र नराम्रो दुवै पक्ष छ। राम्रो पक्ष अब अर्थतन्त्र बलियो बनाउँछ, आधारभूत आवश्यकताहरू पुरा हुन्छ, त्यसले चाहिँ राम्रो भूमिका खेल्छ। देशको आम्दानी बढ्नु, विदेशबाट पैसा भित्रिनु, त्यो चाहिँ राम्रो पक्ष हो। साथीहरू, विप्रेषणको बारेमा बुझ्नुपर्ने कुरा यस्तै नै हो।
बाँकी कुरा अर्को सेसनमा छलफल गर्नेछौँ। हस्त, धन्यवाद।